ल अब राम्रोसँग बस्नु होला हामी छुट्टिने बेला हुन लाग्यो एकचोटि हग गर्न बेला बेलामा भेट्न आम कि नाम भन्नुस् त ए बेला बेलामा जहिले नि भेट्न हुन्छ साच्चीकै मेरो लागि तपाईँ अलरेडी अलरेडी कसम कसम फेरि कसम खानु भएको छ कसम। भोलि म आउँछु बाबा भन्दा म भेट्न आउँछु बाबा भन्दा भावना खोज्नु होला है खोज्दिन नि ल साँच्चै अरे बाबा यस्तो मान्छे भेट्न आउँदा कसैले भाउ खोज्छ होला पैसा दिनु पर्ने होइन 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 त होइन त। मैले पनि पैसा दिन सक्दिनँ अनि? म गरिब छु बद्दिनी। जस्ट भेटघाट गर्न चाहिँ म सधैँ आइपुग्छु अनि है हक त गरिहाल्नु न त ल, त्यसो भए ल ल। जय हो जय शम्भु जिस हाम्रो बाबासँगको भिडियो चाहिँ सबैजनाले मन पराइदिनु भएको छ एकैछिनमा पनि धेरैले माया गर्नु भएको छ भूमिका र अगौरी बाबालाई चाहिँ फेरि पनि अगौरी बाबासँग भेट्ने मौका मिलोस् यसरी नै आज चाहिँ हाम्रो बाबालाई पहिलोचोटिको भन्दा धेरै राम्रो देखेको छु जति बुढो भयो त्यति राम्रो हुँदै जानु भएको छ हाम्रो बाबा चाहिँ होइन के खानुहुन्छ मलाई नि सिकाइदिनुहोस् ए न म चाहिँ अलिकति यसै बदाम काजुहरू बढी खाने हो र बिहान भएपछि एउटा अन्डा खान्छु हेर्नुहोस् त